ल अब चाहिँ ल मम्मी तपाईहरु यो सिटीमा हो ए ल के रे जानुहुन्छ ल बजार त्यो मन्टी ब्लक अब चाहिँ हामी जुन घरतिर लाग्दैछौँ बिर्तालु ल अब चाहिँ हामी मम्मीको घर आइसकेको अवस्था। अब चाहिँ मेसिनलाई भित्र लगिदिनुहुन्छ हाम्रो बुवाले पालैसँग। यसको चाहिँ हाम्रो दुईटा बक्स हुन्छ एउटा मेसिनमा। अब चाहिँ हामीले जोड्न सुरुवात गरौँ। अब काट्न खोलिसक्यौँ। बुवाले यहाँ मल्टिप्लग पनि ल्याइसक्नु भएको रहेछ। अब चाहिँ हाम्रो काम सुरु भयो जोड्ने। ल यहाँ चाहिँ हाम्रो मेसिनको 4वटा खुट्टाहरू रहेको छ। सबै सामानहरू चाहिँ कार्टुनभित्रै प्याकिङ भएर आएको हुन्छ। अनि हामीले चाहिँ क्रमश जोड्न सुरु गऱ्यौँ। ल यसरी हामीले चाहिँ जोड्दैछौँ। चाहिँ खुट्टाको भाग रहेको छ। हामीले चाहिँ खुट्टाको भागलाई पनि जोडिसक्न लाग्यौँ। अब चाहिँ हामीले फाइनली मेसिन जोडिसक्यौँ। अब उहाँलाई ट्रेनिङ गराउँछौँ हामी बायो बेल्टदेखि लिएर फाइबर अनि सबै हाम्रो 4वटा मोडहरूको बारेमा सबै जानकारी गराउनेछौँ। र यहाँ चाहिँ हाम्रो मम्मीले हजुरको नाम आफ्नो अनुभव सुनाउँदै हुन्छ। मम्मी अनि हजुरलाई आज चाहिँ हजुरको घरमा नुगा बेसको ह्यान्ड मेसिन हामीले जोडिदिएका छौँ। हजुरलाई कस्तो लागिरहेछ? खुसी हुनुहुन्छ? राम्रै चिज मैले चाहिँ ल्याएँ, मेरो लागि हो, स्वास्थ्यलाई राम्रो बनाउने चिज ल्याएँ जस्तो लाग्यो है। अनि हजुरले चाहिँ हाम्रो बेस्ट हाउसमा के समस्या लिएर आउनु भएको थियो सुरुमा? हजुर 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 अहिले तपाईँले कति दिन अनुभव गरेर मेसिन ल्याउनु भयो? 3 हप्ता चाहिँ रेगुलर अनुभव गर्नुभयो। अनि चाहिँ ठिक हुन्छ, मलाई राम्रो हुन्छ जस्तो लाग्यो। हजुर हजुर अहिले ढाडको नसा कस्तो भइरहेछ? ठिक छ, अहिले दुखेको छैन। पहिले चाहिँ कस्तो हुन्थ्यो? पहिला उठ्न पनि हुँदैन थियो, हिँड्न पनि सक्दिन थिए, सुतेर बस्न पनि सक्दिन थिए। एकदम गाह्रो थियो है? बोल्थ्यो, दुख्थ्यो त्यसरी। अनि हजुर हजुर अहिले अनि सबै ठिकै छ? खुसी हुनुहुन्छ? अनि त्यो कहिलेकाहीँ हजुरको त्यो महिनावारी गडबडी हुँदा त्यो पेट दुखाइ हुन्छ भन्नुहुन्थ्यो नि, त्यो कस्तो छ अहिले? अहिले त्यति दुखाइ भएको छैन, नर्मलै छ, टाइममा भइरहेछ? हजुर हजुर ल अब यो कन्टिन्यू थेरापी गर्नु, फाइबरको प्रयोग गर्नु अनि मजाले आफ्नो जति पनि समस्याहरू चाहिँ राम्रो बनाउनुहुन्छ मम्मी। ल हजुरलाई धेरै धेरै शुभकामना छ, हार्दिक बधाई छ। हुन्छ मम्मी? ल नमस्कार।